यहाँ चाहिँ हामी थिएटर भाइजीको डेड बडीलाई चाहिँ हेर्नको लागि यहाँ आएका छौँ। काँक्राभिट्टा चेकपोस्टमा सबैजना पर्खिरहेको छ, देख्न सक्नुहुन्छ। हो त नि थिएटर भाइजूले चाहिँ त्यहाँ पुर्याउनु भएको छ, देख्न सक्नुहुन्छ। एम्बुलेन्समा चेकपोस्टमा चाहिँ हामी सबै पर्खिरहेका छौँ भेट्नलाई। ल है, अनि अब भाइजीलाई चाहिँ हामीले भेट्यौँ। उहाँको अन्तिम विधि होला सायद अब यो हाम्रो लागि चाहिँ लाँदा हिँड्छ अब बागडोग्रा चाहिँ काँक्राभिट्टा चेकपोस्टमा छौँ हामी चाहिँ। रेशम भाइ यहाँनिर जेरक्स गर्ने ठाउँ कहाँ छ? यहाँ त अगाडि छ। कहाँ छ? कति टाढो? कहाँ हो फोटोकपी चाहिने भयो यसलाई नि अझै 3-3 गरिदिनुहोस् न। यता उयोबाट घुम्दै जानुपर्छ। हामी यहाँ थिएटर भाइजीको डेड बडीको पछाडि बागडोग्रातिर जाँदैछौँ। एम्बुलेन्स देख्न सक्नुहुन्छ अगाडि। आज हाम्रो उद्धार मुक्ति भएको द्वारा आज पवित्र आत्माको समर्थमा आफ्नो मण्डली खडा गर्नुभयो। अनि आजसम्म तपाईँले आफ्नो आत्माद्वारा आज जग्गा जग्गा मण्डली खडा गरिकन तपाईँले आफ्नो समर्थ प्रकट गर्दै आफ्नो दया र अनुग्रह अनि आफ्नो मण्डलीका शिर बनिकन आजसम्म तपाईँले हामीलाई डराउँदै सम्हाल्दै ल्याउनु भएको लागि धन्यवाद दिन्छौँ। सम्पूर्ण विगत समयको लागि धन्यवाद चढाइरहेका छौँ। प्रभुजी तपाईँको अनन्त योजनाको लागि हामी अति नै धन्यवादी आभारी छौँ, किनभने तपाईँले आज हामीलाई आफ्नो महिमा उठाउनको लागि तपाईँको रूपमा ढाल्नको लागि प्रभुजी अनेकौँ यस्ता सेवाहरू तपाईँले हामीलाई तयार गरिदिनु भयो। तीमध्येमा तपाईँले आफ्नो शुद्धिकरण पवित्रकरणको लागि प्रभुजी तपाईँले आफ्नो जग्गा जग्गामा होली कन्भेन्सन ठहराउनु भयो। यस्तै प्रकारले हे प्रभु परमेश्वर धन्यवाद चढाउँदछौँ।
बाहिर गएर हेर्छु कतिवटा कुरा मिलाउनुपर्छ किचनमा गएर ब्रेकफास्टहरूको लागि भन्नुपर्छ भन्दाखेरि हुन्छ भनेर एकदिन सोध्नु भयो। फेरि एकछिन बादमा म गएँ वासरुम जानुभएको रहेछ। चौधरीजी वासरुममा जहाँ गएर आइहाल्नुहुन्थ्यो तर अघि बिहान चाहिँ अलिकति ढिलो गर्नुभयो। अनि के भएछ भनेर चाहिँ मैले गएर हेरेको वासरुममा चाहिँ उहाँ टुलमा बसिरहनु भएको रहेछ। अनि म गएर यसो सम्झुने अनि के भयो तपाईँलाई भन्दाखेरि क्या बिमार चाहिँ भएको होइन म तर मलाई म पुरा ढाकेको छु भन्नुभयो। होइन तपाईँले त ब्रस गर्नुपर्छ भनेर मैले ब्रस गराइदिएँ तालिम काटिदिएँ बिहानै। अनि मैले नै तानेर ल्याएर तपाईँ एकछिन अब 1 घन्टा जस्तो तपाईँ सुत्नुहोस् 1 घन्टा सुत्नुहोस् 1 घन्टा बादमा चाहिँ ब्रेकफास्ट गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ होइन म जानुपर्छ भन्नुहुन्थ्यो क्या। अनि आज उहाँ हतार गर्नुको कारण चाहिँ के रहेछ भने यहाँको फ्लाइट टाइम चाहिँ 4 बजी तल पुग्नुपर्ने 6:45 रहेछ। अनि अहिले उहाँको अहिले बेलुकी उहाँको छोरीको अपरेसन रहेछ। छोरीको अपरेसन छ यसरी म छिटो घर पुग्दिनँ प्रार्थना गरेर जान्छु भन्नुभयो। अनि त्यसले गर्दा प्रार्थना गर्नुभयो। अनि छिटो हतार गर्ने जानुको लागि अनि मैले चाहिँ के गरेँ भने मैले उहाँले त हतार गरिरहनुहुन्छ। अनि मैले किचन नगरेँ भने भाइलाई खाजा छिटो दियो भने चाहिँ अब हिँडिहाल्नुहुन्छ उठेर अलिक पर्ख्यो है हामी है ठिकै 8:15मा खाजा दिउँ 8:15मा दियो भने तयार छ भाइ 9 बज्छ हाम्रो टाइम मिल्छ भन्दाखेरि चाहिँ ठिकै 8:15मा खाजा दिएँ मैले लगेर। सधैँ जस्तो ब्रेकफास्ट खानु साह्रै मन गर्नु भएर र पनि यात्रा छ भनेर ओट्स मैले नै खुवाइदिएँ। अनि अब हाम्रो पनि जाने बेला प्रार्थना गर्नुपर्छ होला भनेर भन्दाखेरि चाहिँ एक प्रकारले केटाकेटी जस्तो नि अब मैले उहाँलाई अराउने अराएको त होइन तर केटाकेटी जस्तै खालको स्वभावको अहिले त्यस्तो हुँदो रहेछ मान्छे भनेर भन्ने गर्छन् है वृद्ध हुँदै गएछु त्यस्तो अर्को मैले पाउँथेँ। अनि है अब प्रार्थना गर्नुपर्छ टाइम भयो भन्दाखेरि अनि लुगाहरू लगाइदिएर सबै तयारी गरेर प्रार्थना गर्नुभयो। अनि म चाहिँ ब्यागहरू यताउता गर्न थालेँ। अनि हाम्रो परसिङ दाजु र भाइ सामेल होला सायद बिहान उहाँले यसो पक्रिनु भयो। अनि सिडीबाट सबै झारेर गाडी रेडी थियो बाइक जस्तो गाडीमा हाल्ने बित्तिकै एकछिन बस्नुभयो। एकछिनमा मलाई कस्तो कस्तो भएछ म त्यही थिएँ त्यति बेला सुने भनेर मलाई पनि त्यस्तो भयो। तपाईँ अन्त उहाँको मुखबाट के पानी निस्क्यो जस्तो भयो। अनि मैले त्यो पुस्दै फ्याँक्दै गरिरहेको थिएँ। अनि एकछिन बादमा के भयो बोलाएको बोल्नु भएन। अलिअलि उहाँको शरीरमा अलिअलि के भयो जस्तो अलिअलि पल्सहरू थियो। अनि त्यहाँ बहिनी आउनु भयो नर्स बहिनी आएर हेर्नु भयो है त्यस्तो के उहाँलाई छिटो हस्पिटल त लगिहाल्नु पहिला। त्यसका महिनाको सङ्ख्या तपाईँसँग छ तपाईँले त्यसका सिमानाहरू बाँध्नु भएको छ र त्यसले त्यो पार गर्न सक्दैन। प्रभुदासको सिमाना के थियो बोल्दै यो कुरा गर्दा त पञ्चकर्मको कुरा पनि याद आयो। उहाँले कहाँदेखि नागेर पुगेको त्यहाँनिर प्रभुले उठाउनु भयो ल्याउनु पर्यो। या प्रभुदासलाई पनि यसो सेवा गर्दा कहाँ आएर प्रभुसँग मिल्न जानुपर्ने रहेछ। कति यो एउटा ऐतिहासिक कुरा हो जस्तै दोस्रो तिमोथी 4:6 र 7 म पढ्दैछु। But I am now ready to be offered and the time of my departure is at hand. I have fought a good fight. I have finished my course. I have kept the faith. किनकि म अर्घ चाहिँ चढाइन लागेको छु र मेरो विदाईको बेला आइपुगेको छ। मैले असल लडाईँ लडेको छु। मैले मेरो दौड पुरा गरेको छु। मैले विश्वासको रखवाली गरेको छु। यी सबै कुराहरू परमेश्वरले जान्नुहुन्छ भन्ने विषय लिकन अनि आज अन्तिम समयमा उहाँले आजकल मोसाको पछाडि को भन्ने त्यो समयमा जो पनि प्रश्न थियो यो विषयमा पनि उहाँले कुरा गर्नुभयो। आज हामीले सुर्ता गर्नु पर्दैन। प्रभुले नै आजकल यो प्रबन्ध पनि आज मिलाइदिनुहुन्छ। आज यो किताब 14:5 पद आज तपाईँले सबैजनाको निम्ति एउटा जीवन सीमा आज तपाईँले ठहराउनु भएछ। त्यसलाई कसैले पनि पार गर्न सक्दैन। दासको निम्ति पनि यही कुरा आज पुरा हुन गयो। तर आज अचम्म प्रकारले आज फेरि यो सेवकाईको अवधिमा तपाईँले उहाँलाई यस प्रकार पुरा सेवा आज पुरा गर्न उहाँले तपाईँले दिनुभयो। प्रभु यो सङ्गति आशिषमय सङ्गति हामीले व्यतीत गर्न पायौँ। यो सबै कुरोको लागि तपाईँलाई धन्यवाद। प्रभुको पादमा